नमस्ते एभ्रिवान, इट्स मी दार्जिलिङ हिल राइडर है। अन्त आज म तपाईँहरूलाई त्यो कुरा नभनौँ भन्ने चाहिँ भन्नु करै लाग्यो है। मेन कुरा चाहिँ के छ भन्दा चाहिँ दार्जिलिङ हिल राइडर चलाउने चाहिँ म होइन है। को थियो भन्दा चाहिँ सपनम थियो। अनि सपनमले दार्जिलिङ हिल राइडरलाई यति लेभल तक लिएर आएको होइन। जस्ट म एउटा भिडियो बनाउने कन्टेन्ट उसको थियो, कन्सेप्ट उसको थियो है, कसरी बनाउनु पर्ने, के गर्नुपर्ने, कसो गर्नुपर्ने। तर म आज यो भिडियोमा म नभनौँ भन्दै थियो है, मलाई भन्नु कर लाग्यो है। किनभने धेरैजनाले मलाई सोधिरहनु भएको थियो दार्जिलिङ हिल राइडरको चाहिँ को थियो मेन भन्दा चाहिँ मेन चाहिँ सपनम नै थियो। आज म नाम लिएर भन्छु है। यो कुरा म लिनेवाला थिएँ या नलिनेवाला थिएँ है। तर मलाई करै लाग्यो अब यो कुरा म अब त्यो मनमा राखेर मलाई केही छैन है। अनि मैले आज लिएको है। अनि त्यस्तो नराम्रो केही नसोचिदिनुहोस् है। आजको डेटमा सपनम छैन है, उसको लागि एउटा राइड पनि रेडी भइसकेको छ मे 8 तारिक है। अनि सोलो राइड हुन्छ द ट्रिब्युट टु सपनम हुन्छ होइन। अनि तपाईँहरूले अब यसलाई त्यस्तो नराम्रो नलिदिनुहोस् है। अनि दार्जिलिङ हिल राइडर चाहिँ जर्नी चाहिँ भएको तपाईँको 2022 दिनको जर्नी भएको। त्यहाँदेखिको उता फर्स्ट मैले स्कुटी किन्दा त्यहाँदेखिको हाम्रो फर्स्ट ब्लगिङ स्टार्ट भएको है। अनि फर्स्ट ब्लगिङ हाम्रो भयो 12 आवर्स राइड भयो, यस्तो धेरै कुराहरू राइड भयो है। अनि मेरो युट्युब च्यानलमा पनि छ। अनि अनि मैले कोलाब गरेको थिएँ कुन्दन सेलुनसँग है। कुन्दन सेलुनसँग त फर्स्ट मेरो कोलाब थियो है। अनि आजको यो लेभलमा लिने म होइन है, सपनम नै थियो है, बहिनी नै थियो। बहिनीले गर्दा म आज यो लेभलमा छु। अनि आज मैले ह्यान्डओभर गरिरहेको छु दार्जिलिङ हिल राइडर। अनि 2023मा चाहिँ हाम्रो ग्याप भइरहेको थियो है। किनभने त्यो टाइममा हाम्रो त्यस्तै अब इस्यु चलिरहेको थियो है। मतलब अब एउटा फ्यामिली इस्युहरू चलिरहेको थियो। त्यो टाइममा हामीले ग्याप गरेको थियौँ, 1 इयर ग्याप गरेको थियौँ। देन त्यहाँदेखि त 24मा त्यहाँदेखिको हामीले 24 लागिसकेर 2-3 महिना बाद फेरि हामीले स्टार्ट गऱ्यौँ दार्जिलिङ हिल राइडरलाई अगाडि लानुको लागि। अनि हुँदै 25मा पनि राम्रै हाम्रो भइरहेको थियो है। त्यहाँदेखिको 26मा अचानक अब त्यस्तो भइहाल्यो है, फेब्रुअरी 22 तारिक। सो त्यस्तो हुँदा चाहिँ त्यहाँदेखिको उता चाहिँ मैले पनि सोचेँ मनमा म यो कसरी चलाउनु पर्ने, अब मेरोमा कन्टेन्ट कसरी आउँछ, कसलाई सोध्नु पर्ने, कसले मलाई हेल्प गर्छ भन्ने। तर मलाई कसैले हेल्प गरेन होइन। तर पनि म कन्टेन्ट सोचिरहेको छु होइन, कसरी दार्जिलिङ हिल राइडरलाई माथि लानुपर्ने, अझै माथि लानुपर्ने है। अनि तपाईँले जतिसक्दो अब सपोर्ट गरिदिनुहोस् है। बहिनी उता जति मेरोमा सपोर्ट थियो है, फर्स्ट स्टार्टिङमा त म केही थियो है। जस्ट मैले 1K फलोवर्स बोकेर अहिले अब 5K भइसक्यो है। तपाईँहरूको सपोर्ट, तपाईँहरूको माया, तपाईँहरूको प्रेमले गर्दा है। तर सबै कन्टेन्ट चाहिँ हाम्रो बहिनीकै थियो होइन। हामी यस्तो गरौँ, उस्तो गरौँ, यसरी रिल्स बनायौँ, यसरी उयस गरौँ, अलिकति फन्नी टाइपको बनायौँ भन्ने हुन्थ्यो है। अनि आजको डेटमा अब त्यो कन्टेन्टहरू म लिँदैछु होइन। अब धेरै आउँछ यसमा। दार्जिलिङ हिल राइडरमा यस्तो होइन कि दार्जिलिङ हिल राइडरले राइड खालि गर्छ भन्ने होइन। म तपाईँहरूको प्रमोसन गर्नुको लागि पनि रेडी छु होइन। अनि इन्भिटेसन आउँदा कति जग्गा त म जाँदिनँ पनि हो, किनभने अब मलाई अलिकति अनकम्फर्टेबल पनि लाग्छ त्यसमा। अनि प्रायः ठाउँ त म गइबस्छु। अनि राइडरको पनि आउँछ होइन, कति कुराहरू राम्रो पनि आउँछ होइन। अन्त दार्जिलिङ हिल राइडरले चाहिँ विशेष गरी त हाम्रो युथहरूलाई मेसेज दिइरहेको हुन्छ राइड गरेर क्या। अनि यो कुरा चाहिँ के हो, यो कुरा चाहिँ यस्तो नराम्रो, राम्रो बाटोमा हिँड्नु भनेर एउटा मेसेज दिइरहेको हुन्छ है। अनि विशेष गरी दार्जिलिङ हिल राइडरले सबै हाम्रो दार्जिलिङको युथ एन्ड सिक्किमको जति पनि जना युथ छ हामी उनीहरूलाई लिएर अगाडि बढ्ने कन्सेप्ट थियो है। तर आज बहिनी नहुँदा त्यो जिम्मेदारी मलाई परिरहेको छ है। हाम्रो धेरै प्लानिङ थियो, त्यो प्लानिङ चाहिँ अहिले अब कसरी रिकभरी गर्नु है, त्यसलाई कसरी अगाडि बढाउनु भन्ने मैले त्यो सोचिरहेको छु। अनि यो भिडियो चाहिँ तपाईँले फुल हेरिदिनुहोस्। त्यहाँदेखिको उता मेन दार्जिलिङ हिल राइडरको तपाईँले बुझ्नुहुन्छ कहानी, दार्जिलिङ हिल राइडरको पछि चाहिँ को थियो भनेर। अहिले तपाईँहरू प्रायः सोच्नुहुन्छ दार्जिलिङ हिल राइडरको हाम्रो दर्पण भाइ होइन नि,
मेन त बहिनी थियो नि त। बहिनीले गर्दा आज म यहाँ पुगेको छु नि त। बहिनीले गर्दा मैले धेरैजना मान्छे चिनेको छु नि त। बहिनीले गर्दा मलाई त्यो लेभलमा चाहिँ बहिनीले ल्याएको नि त। तर आज छैन, तर पनि म हार खाँदिनँ, कन्टिन्यू मेरो भिडियो आउने छ। तर अहिले त अपडेट म तपाईँहरूलाई सोलो राइडको बारेमा खालि दिने छु, के हुन्छ कसो हुन्छ। अनि विशेष गरी चाहिँ के भन्न चाहन्छु भन्दा चाहिँ जुन नेपाल राइड मैले सोचेको छु, अनि अहिलेको अपडेट नेपालको के छ, काइन्डली नेपालको जति पनि जना फलोवर्स अनि मलाई माया गर्ने हुन्छ, माया गर्नु जतिजनाले हुनुहुन्छ उहाँले चाहिँ काइन्डली कमेन्ट्स गरिदिनुहोस् कि नेपालमा अहिले यस्तो यस्तो छ, यसरी जानुपर्छ भनेर है। किनभने म पहिला पनि राइड गरेको, पहिलाको इजिली हामी जानु सक्थ्यौँ। अहिलेको के रुल्स एन्ड रेगुलेसन के छ त्यो चाहिँ तपाईँले कमेन्ट्स गरिदिनुहोस्। अनि थ्याङ्क यू फर सपोर्ट एन्ड लभिङ दार्जिलिङ हिल राइडर है। यसरी माया गर्दै गर्नुहोस्। अनि अब दामी दामी कन्टेन्ट आउँछ, मैले भनेकै थिएँ तपाईँहरूलाई है। अहिले राम्रो राम्रो कन्टेन्ट आउँदैछ, तपाईँले मेरो भिडियोलाई हेरिदिनुहुन्छ, माया गरिदिनुहुन्छ, प्रेम गरिदिनुहुन्छ, म त्यसमा धेरै धेरै खुसी छु। अझै पनि म बबाल भिडियो ल्याउनेवाला छु है।